पञ्चमो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यहाँ उपरान्त दक्ष प्रजापतिले 33 कुदी कन्या 33 कुदी देवतालाई दिई सबैलाई जुवाई बनाई आनन्दले रहे। हे अगस्त्य मुनि, सतीदेवीलाई श्री महादेवले विवाह गर्नुभएको कुरा बताइसके। अब के सुन्नको इच्छा छ भन, म भन्दछु भनी कुमारले भन्दा अगस्त्य मुनि बिन्ती गर्छन्, हे कुमार, त्रिपुरासुरले कसको तपस्या गर्यो, श्री महादेवले त्यसलाई कसरी भस्म गर्नुभयो, त्यो सब मलाई आज्ञा गर्नुहोस् भन्दा कुमार आज्ञा गर्नुहुन्छ, हे मुनिवर, अघि जब भगवान विष्णुले हिरण्याक्षलाई मार्नुभयो तब सम्पूर्ण दैत्य साह्रै दुखी भई पीर मान्न लागे। अनि मय नामको दैत्यले बडो पीर मानी मनमा विचार गर्न लाग्यो। कामदेव नहुँदा जस्ती रति थिइन् त्यस्तै त्यो दैत्यको राजा मय पनि भयो। अनि मनमा के सुर चढ्यो र अरू दुई दैत्य तारकाक्ष र विद्युत प्रभ नाउँ गरेका आफ्ना साथीका साथ त्यो मय अघोरका तपस्या गर्न लाग्यो। दैत्य पुष माघको जाडो भई हिमालमा गई बस्दथ्यो। जेठ वैशाखको टन्टलापुर घाममा पञ्चाग्नि तापी तपस्या गर्दथ्यो। मुसलधारे पानीमा बिना छप्पर चौरमा बसी तपस्या गर्दथे। यस्तै तरह तरहले तपस्या गर्दा गर्दा तिनीहरूले दिव्य 10,000 वर्ष बितायो। ती दैत्यका जिउमा केवल छाला र हाड मात्र बाँकी थिए। फेरि ठुला सुखदेखि पनि ठगिए, तैपनि तिनीहरू सूर्य समान तेजस्वी देखिन लागे र तिनका तपस्यादेखि ब्रह्माजी प्रत्यक्ष भएर भन्न लाग्नुभयो, हे दैत्य हो, तिमीहरू दैत्यमा श्रेष्ठ छौ। तिमीहरूको मनमा जे इच्छा छ त्यो वर माग, म दिन्छु। यस्तो सुनेर तिनीहरूले ब्रह्माजीलाई साष्टाङ्ग दण्डवत प्रणाम गरी खाली खुँडाले मात्र भुइँमा टेकी हात जोडी बिन्ती गरे, हे ब्रह्माजी, हजुर हामीदेखि प्रसन्न हुनुहुन्छ भने हामीलाई अवध्यत्व, कसैले मान्न नसक्ने वरदान दिनुहोस्। हाम्रो बल पराक्रम पनि ठुलो होस्। फेरि विमान समान जुन म सुन्दर 3वटा पुर सहर बनाउने छु त्यसमा मानिसहरू जान नसकुन्। कसै गरे पनि हाम्रो मृत्यु नहोस्। हामी ठुला बलवान पराक्रमी हौँ, यस्तो वर दिनुहोस्। यसरी वरदान मागेको सुनि ब्रह्माजी आज्ञा गर्नुहुन्छ, हे दानव श्रेष्ठ, त्यस्तो अवध्यत्व, कसैले मान्न नसक्ने वर दिन म सक्दिनँ। कसै गरे पनि नमर्ने सुतेर सुन्नुहुँदैन, उठ्नुपर्छ। कसै गरे पनि नमर्ने वर छोडी अर्को वर माग, म दिन सक्छु। यसरी मसँग राम्रोसँग बस्छ न, हिजो अस्ति म जस्तो म दिन सक्छु, त्यसमा फरक नमान। यसरी ब्रह्माजीबाट आज्ञा भएको सुनि मन मय दैत्य फेरि भन्दछ, हे प्रभु, अघि मैले बिन्ती गरे जति सबै कुरा होस्। मृत्युका हकलाई ती मैले बनाएको पुर 3वटा एकै ठाउँमा रहनेछन्। जब 10,000 वर्ष पुरा होला तब ती 3 पुर आधा निमेषभर मात्र एक ठाउँमा जोडिएला। त्यस आधा निमेषभर मात्र एक बाणले ती 3 पुर जो नाश गर्न सक्छ त्यही वीर हामीलाई मार्न समर्थ होस्। त्यस मयको यस्तो वचन सुनि तथास्तु भनी ब्रह्माजी सत्यलोक जानुभयो। अनि त्यस मय दानवले पनि जगतको नाश गर्नका निमित्त 3 पुर रच्यो। ती 3 पुरमा पहिला पुर चाहिँ फलामको, दोस्रो चाँदीको, तेस्रो सुनको बनायो। 3 पुर तह तह जुन लाग्नाले अति शीतल थिए। ठाउँ ठाउँमा रङ्ग बिरङ्गीका आँखीछालहरू बनेका घरका अट्टालीहरू पनि अग्ला अग्ला, आँगनहरू पनि कुदिएका, राम्रा सलक्क परेका, ढुङ्गा छापिएका, ठाउँ ठाउँमा सुवर्णले मडेका सुन्दर पुर द्वारहरू पनि तयार गरिएका, मोती पन्ना मणिहरू ठाउँ ठाउँमा जोडिएका, बिजुलीको झलक जस्ता रत्नहरू चारैतिर फैलिएका, हिरा मोती मुगाहरू जडेका, शिर हावा चल्नाले फरफराएका, पटाकाहरूले छक्किछकाउ घरका लहरहरू पनि रत्नहरूको जडीजडाउले झिलमिलिएका, सडकहरू पनि सिँगारी अति राम्रा तयार गरिएका, घरहरूमा थरी थरीका पताका र ध्वजाहरूले सजाइएका ती 3 विमान रूपी पुर बनायो। लाखौँ अनमोल रत्नहरू जडेका हजारौँ बगैँचा बनाई लहलहाउँदा सबै बिरुवाहरूमा सबै ऋतुका फल र फुलहरू लटरम्म भएका उत्पन्न गरायो। तलाउ पनि हजारौँ थरीका कमलका फुलले भरिएको गरायो। यसरी ती त्रिपुरका दैत्यहरूले घर झक्किझकाउ भएका तयार भए। फेरि थरी थरीका मयूर आदि सुन्दर पक्षीगणले शोभित भएको, जसमा पुरुषहरूका नखच्छेद नङको घाउले, जसका गोल स्तनमा खुर्पे चाँदको जस्तो घाउका दोब लागेका, बारुणी मदिराले आँखा लोलाइरहेका, लाज मानी मुसुक्क हाँस्दा फुल बर्छन् यस्ता सुन्दरी स्त्रीहरूले व्याप्त भएको त्यो त्रिपुर सहर अति मनोरम देखिन लाग्यो।
यस्ता 3 पुरमा जो फलामको पुर मयले बनाएको थियो त्यो तारक नामको दैत्यलाई दियो। फेरि अर्को जो चाँदीको पुर थियो त्यो विद्युत प्रभ नामको दैत्यलाई दियो। जो सुवर्णले बनेको अति उत्तम पुर थियो त्यो राजा मयले आफै लियो। अनि त्यो त्रिपुर दैत्यराज मन्त्रीहरूले शोभायमान भयो। त्यो दैत्यपति पनि आफ्ना सबै शत्रुहरूलाई सेनालाई जिती ब्राह्मण वर्ग र भृत्य वर्गले सहित भई स्त्रीहरूका साथ रहँदा अनेक तरहका सुख पाउन लाग्यो। तिनै लोकको आनन्द लुटेर खुब कम्कँदै सम्पूर्ण देवताहरूलाई जितिल्याउँ भनी उनीहरूलाई मार्न लागे। उनका बगैँचाका वृक्ष बिरुवाहरूलाई चरे समेत उखल्न लागे। यस्ता तरहले देवताहरूलाई दुःख दिँदा दिँदा धेरै काल बित्यो। तब तिनीहरूसँग इन्द्रादि देवताहरू खुब रिसाए ब्रह्माजी कहाँ गई ती दैत्यहरूलाई सम्पूर्ण उपद्रव विस्तार गरे। तब ब्रह्माजीले सबै देवताहरूलाई शान्त गरेर आज्ञा गर्नुभयो, हे देवता हो, त्रिपुरासुर दैत्यहरू बडा बलवान छन्, तिमीहरू तिनको नाश गर्न सक्दैनौ। तस्मात् नारायण आदि हामी सबै देवता महादेवका शरणमा जाउँ। उनै महादेवले हाम्रा गति छन्। उनै महादेव हामीहरूका शत्रु दैत्यहरूको नाश गर्नेछन्। यस्तो ब्रह्माजीको आज्ञा सुनि हवस पनि सूर्य, इन्द्र, वायु, अग्नि आदि सबैले ब्रह्माजीलाई साथ लिई कैलाश गएर श्री महादेवको दर्शन गरी अनेक तरहसँग स्तुति गर्न लागे। हे त्रिलोकेश, हे पिनाक धारिन, हे चन्द्रमौले, हे अमित पराक्रमिन, तपाईँलाई कोटि कोटि नमस्कार छ। अति तिखो थार भएको वनचरो लिने, त्रिशूलधारी नन्दीलाई वरदान दिने, जगतलाई शरण दिने, देवताका पनि देवता, यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। सधैँ प्रसन्न भई वरदान दिने, पर्वतका मालिक, हिमालयमा बस्ने, हे कैलाशवासिन, यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। योगीहरूले ध्यान गरिएका सबै धर्मका रहेका, दिशा नै वस्त्र भएका, भक्तलाई वर दिने, जगतको सम्पत्ति तुच्छ माने, जगतका दाता विधाता, यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। परभन्दा पनि झन् पर परमात्मा परेश्वर तपाईँलाई कोटि कोटि नमस्कार छ। चन्द्र, सूर्य, इन्द्र, अग्नि, ब्रह्मादि देवताको पनि पालन र सृष्टि गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। चन्द्र, सूर्य, वायु, अग्नि, जल, आकाश यिनको रचना गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। हे पुरुषोत्तम, हे सौम्य, हे वयुष वपुष्मन, हे महादेव, सब जगतको सृष्टि स्थिति संहार गर्ने यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। यज्ञ उत्पन्न गर्ने, हे नीलकण्ठ, हे शिखण्डी, तपाईँलाई कोटि कोटि नमस्कार छ। सधैँ शमशानमा बस्ने, सबै दैत्यको नाश गर्ने, मोह छुटाउने, अज्ञानको ध्वंस गर्ने, यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। सधैँ मोक्ष रूप वरदान दिने, सधैँ अमृत स्वरूप पर्वत पुत्री, पार्वतीका भर्ता, कुमारका पिता, यस्ता तपाईँलाई कोटि कोटि नमस्कार छ। हे विश्वेश्वर, हे वरदाता, हे चण्डीश्वर, हे योगेश्वर, हे सर्व, हे रुद्र, हे भीम, हे शम्भो, हे ईश्वर, हामीसँग प्रसन्न हुनुहोस्। यसरी देवताहरूले स्तुति गरेको सुनि प्रसन्न भए तिनको इच्छा बुझेर श्री महादेवले आज्ञा गर्नुभयो, हे देवता हो, जो वर माग्छौ माग, मबाट नपाइले भन्ने केही पनि छैन। म सबै कुरा दिन्छु, लोकमा मैले दिन नसक्ने कुरा केही छैन। यस्तो आज्ञा भएपछि सम्पूर्ण देवताहरू बिन्ती गर्दछन्, हे प्रभु, ब्रह्माजीको वरदानले उम्लेका मय आदि दैत्यगणले हाम्रा उर्वशी आदि अप्सराहरूलाई बल जफत गरी लुटे। सबै बगैँचाका उत्तम उत्तम बिरुवाहरू पनि लुटी बगैँचा लथालिङ्ग भताभुङ्ग पारे, हामीलाई दुःख दिन्छन्। हे भगवान, ती दैत्यलाई मार्न ब्रह्माको पनि ताकत छैन, विष्णुको पनि खुबी छैन। हे करुणामय, अब कसो गर्ने? यसरी महादेवले देवताहरूलाई भन्नुभयो, हे देवता हो, तिमीहरूले मेरो 11औं अंश धारण गरी रुद्र तेजोमय रूप भई दानवहरूलाई नष्ट गर्नुहोस्। यति शिवजीले आज्ञा भएपछि देवताहरू पनि बिन्ती गर्छन्, हे भगवान, हामी हजुरका तेजको सहस्रांशको 1 अंश, 1000 भागको 1 भाग पनि धारण गर्न सक्दैनौँ। माहेश्वर तेज धारण गर्न त के कुरा, हेर्ने पनि हाम्रो सामर्थ्य छैन। हे भगवान, हामी उप प्रसन्न हुनुहोस्। हामीले केही गरे पनि दैत्यलाई जित्न सक्दैनौँ। हे भगवान, आफैले त्रिपुरासुरलाई मारी बक्सुनुहोस्। तिनलाई ब्रह्माजीबाट वरदान मिलेको छ कि दिव्य 10,000 वर्ष बितेपछि मात्र ती 3 पुरको आधा निमेषसम्म भेट हुनेछ। त्यति आधा निमेषभित्र एक बाणले त्यो त्रिपुर जसले भस्म गर्ला, त्यसैबाट तिमीहरूको मरण हुनेछ। यस्तो वर पाएका दैत्यहरूको नाश गर्न हाम्रो सामर्थ्य छैन। हे प्रभु, हामी उप प्रसन्न हुनुहोस्, त्यस त्रिपुरासुरको नाश गरी बक्सिनुहोस्। यसरी अनेक स्तुति गर्ने खिन्न चित्त भएका देवताहरूलाई आश्वासन गरी महादेवबाट आज्ञा भयो, हे देवता हो,
यदि त्रिपुरा त्यस्तो दुर्भेद छ भने तपाईँहरूका निमित्त म आफै एक बाणले ती तिनैपुर भस्म गरिदिनेछु। त्यो त्रिपुरासुरको नाश रथमा बसेर गर्नुपर्नेछ। त्यस बखत दैत्यले रक्षा गरिएको त्यो त्रिपुरासित लड्दा मेरो बल थामी नसक्नुहुनेछ। यस उसले हिमालय पर्वत जस्तै बलियो रथ तयार गराउनुहोस्। यो सुनेर सबै देवता खुसी भए। हवस् भनी महादेवलाई नमस्कार गरी खुसी भए। हे मुनि श्रेष्ठ, महादेवका निमित्त विश्वकर्माले सम्पूर्ण देवताले युक्त भएको सुवर्णमय रथ तयार पाए। त्यस रथको दायाँ चक्र पाङ्रो सूर्य भए, बायाँतर्फको चक्र चन्द्रमा भए। दायाँ चक्रमा 12 सूर्य भूषण गहना बनाए, बायाँ चक्रमा सकला 27 नक्षत्र भूषण गराए। 6 ऋतु पनि रथको दायाँ बायाँतिर राखिए। त्यस रथको गजुर आकाश बनाइयो। पाङ्ग्रो अड्याउने दण्ड मन्दर पर्वतको बनाइयो। अस्ताचल र उदयाचल यी 2 पर्वत पाङ्ग्राका चुकुल गराइए। अयन उत्तर दक्षिण दिशा भए। संवत्सर रथको वेग भयो। 4 समुद्र रथका 4 कुण्डलिका भए। गङ्गादि सबै तीर्थहरू रङ्गी बिरङ्गीका गहना कपडाले ठाँटिएका स्त्री रूप भएर हातमा चमर लिई त्यस रथमा रहे। लगाम पक्री हाँक्ने सारथी ब्रह्मा भए। ब्रह्मस्वरूप ओकारले कोर्रा बनाए। विन्द पर्वतको छाता बनाए। चित्रकूटाचल उसका पार्श्वदण्ड बनाइयो। सुमेर पर्वतको धनु बनाए। शेषनाग धनुको टाँडो भए। सरस्वती देवी घण्टा भइन्। साक्षात् नारायण भगवान विष्णु अग्निबाणको टुप्पो भए। 4 वेद रथका 4 घोडा भए। तारागणहरू घोडाका गहना भए। यसरी त्यो धनु बाणले सहित भएको रथ तयार भएपछि भगवान शङ्कर पृथ्वी र आकाश कपाउँदै त्यसमा चढ्नुभयो। वहाँपछि शिवका नन्दी, शङ्कुकर्ण, चण्डेश्वर, गणेश्वर, योगाक्षी सबै पार्षद त्रिशूल 35 हातमा लिएका, थरीथरीका अस्त्र शस्त्र चलाउन जानेका, थरीथरीका शङ्ख, भेरी, मृदङ्ग बजाउँदै महादेवको उप चित्र विचित्रको पुष्पहरूको वर्षा गर्न लागे। त्यो तेज थाम्न नसकी सबै देवताहरू लट्ठिए। महादेवले देवताहरू त्यसरी लट्ठिएको जानी आफ्नो तेज खिची केही शान्त पार्नुभयो र देवताहरूले त्यो तेज अलि थाम्न सके। वहाँपछि हे मुनिश्रेष्ठ, उसै बेला नारदजीले दैत्य कहाँ गई भने महादेव देवताहरूका स्तुतिदेखि प्रसन्न भई तिमीहरूलाई मार्न भनी आउन लागे। अब तिमीहरूको जस्तो इच्छा हुन्छ सोही गर, नत्र तिमीहरूको सत्यानाश हुन्छ। यस्तो नारदले भनेको सुनेर मयले आफ्ना साक्षी तारकाक्ष र बिन्दुमानली आदि सबै दैत्यगणलाई त्यो कुरा सुनायो। तब दैत्यगणमा श्रेष्ठ तारकले भन्यो, हे राजन, किन चिन्ता गर्नुहुन्छ? वास्तवमा देवताहरूलाई मार्न सकिन्छ। त्यो त्रिपुर भेदन गर्न कसको सामर्थ्य छ र? देवता, यक्ष, गन्धर्व, किन्नर सबै मिली आए पनि त्यो त्रिपुर अवेद्य छ। फेरि साम, दाम, दण्ड, भेद आदि हामीसँग नीति छन्। जित्न भनेर आइलाग्ने बलियो शत्रुलाई पराक्रमले जाइ लागि दण्ड दिनुपर्छ। यसरी राजा तारकसरले भनेको सुनि बिन्दुमाली भन्दछन्, हे राजन, बलहीन देवताहरू हामीसित केही गरे पनि भिड्न सक्दैनन्। तैपनि तिनीहरू मूर्खाइले हामीसित लड्न आए भने अवश्य मारिनेछन्। हे राजन, चिन्ता के को छ? लडौँ, सबै देवतालाई जिती तिनै लोकका इन्द्रपथ, इन्द्रको राज्य भोग गर्नुहोस् अनि हाम्रा पुर्खा हिरण्यक्ष, हिरण्यकश्यपु जस्तो भएर 14 भुवनको सम्पत्ति भोग गरी तिनीहरूको काँधमा पुग्नुहोस्। यसरी बिन्दुमालीले भनेको सुनि मय भन्दछन्, हे दैत्यवीर हो, अब हाम्रो नाशको बखत भयो भनी बारम्बार शिर कपाउँदै फेरि पनि भन्दछ, यदि शत्रु जोडको छ भने मात्र लड्नु पर्दछ। आफूभन्दा बलियो छ या निर्दोष छ भने त्योसँग साम दाम गर्नु पर्दछ। जो सबै जगतका मालिक प्रभु ईश्वर छन् उनै महादेव देवता र हामीहरूका पनि स्रष्टा हुन्। उनै आज हामीहरूलाई मार्न स्वयं आउँछन् भने अब केही उपाय छैन। खालि उनै महादेवका शरण परौँ र प्रणाम गरौँ। मेरो यही विचार छ। यदि अब हामीले ठुलो बनेर महादेवसँग भिडेर युद्ध गर्यौँ भने अवश्य उनको दृष्टिपनासाथ भस्म हुनेछौँ। ब्रह्मादि देवता पनि साना भई उसका शरणमा पर्दछन्। आज उनै भगवान महादेव हामीलाई संहार गर्न आउनुभयो भने अब हाम्रो केही लाग्दैन। जो छिन्मय जगतका सृष्टि, स्थिति र संहार गर्न समर्थ छ, जो मुक्तिदाता हुन्, उस्ता श्री महादेवसँग हामीहरू कसरी भिड्न सकौँला? हाम्रा विधिहीन तपस्याले के हुन्छ र? त्यसमा पनि तिमीहरूले कति समयसम्म भोग गर्यो? यस उसले म भन्दछु, हे भाइ हो, तिमीहरू सबैलाई कालले कुतकुत्याएको छ र युद्ध गर्न भनी तम्सिएका छौ। यस्तो मयले भनेको सुनि नारदले दैत्यको संहार गर्ने चलाकी गरेर भने, महाराज,
अब तिम्रो तपस्याको प्रभाव सिद्धियो, ऐश्वर्यको भोग तपस्या भयो समाप्त भयो। सिद्धिनु त यसै पनि छ भने लडाइँमा अघि नसरी नपुंसकले चाहिँ तिनै शिवबाट मोक्ष त पाओला। यदि महादेवका हातबाट मर्यो भने उनका प्रथम गणका अधिपति हुनेछौ। शरण पर्यो भने पनि देवताको हितमा निमित्त महादेवले तिमीहरूलाई नमारी छाड्ने छैनन्। फेरि यस्ता दैत्यको राजा भएर पनि कातरता गर्दछौ। कातरदेखि शिवजी प्रसन्न हुनुहुन्न, सुरदेखि मात्र प्रसन्न हुनुहुन्छ। किन नलड्नु? लड। केही गरी जित्यो भने तिनै लोकका राज्य पनि भोग गरौला। यसरी नारद ऋषिले भनेको सुनि तारकाक्ष र विदुन्माली दैत्यहरू भन्न लागे, ठिक हो महाराज, नारदजीबाट जो आज्ञा भयो त्यो बहुत ठिक छ। मैले पनि तिनको वचन सुनि अब यिनीहरूको नाश हुने बखत भएछ भनी जानी नारदजीबाट आज्ञा भएको साह्रै असल हो भन्यो। मयका यस्तो वचन सुनि नारद पनि बहुतै खुसी भए। मायाले ढाकेर सबै दैत्यले लडाइँ गर्न मै तत्पर गराई नारद महादेवका गए। ती दैत्यहरू पनि युद्धको निश्चय गरेर कहिले लड्न पाउला भनी थरी थरीका शस्त्र अस्त्र भिरेर तयार भए। तारकाक्ष, बाणसुर, विदुन्माली आदि सबै दैत्यराजहरू युद्ध गर्न निश्चय गरी राजाका अगाडि आएर थरी थरीका बाजा बजाई सिंहनाद गर्न लागे। दैत्यका सेनाहरू पनि दैत्यले नै हेर्दा पनि डरलाग्दा देखिए। औँलाले देखाउँदै ऊ रथ आयो, लौ हेर, ऊ रथको ध्वजा देख्यो, यसरी आफूमा भन्न लागे। डरभर केही नमानी लाल लाल मुख गरी थरी थरीका शस्त्र अस्त्र लिई लडाइँको निश्चय गरी जस्तै पुतली बत्तीमा होमिन पुग्छन् त्यस्तै ती काल प्रेरित कालले कुदकुदेका त्रिपुरवासी दैत्यहरू शिवजीको रथ कहिले आइपुग्छ भनी हेर्न लागे। उता पश्चिम सागरका शिरोभागमा रहेका रङ्गी बिरङ्गीको पताका फराइएका सुमेरु पर्वत चाहिँ त्रिपुर देखिन लाग्यो। नन्दीश्वर आदि गणहरू सिंहनाद गर्न लागे। यताबाट दानवहरू पनि युद्धका लागि निस्के। चण्डेश्वर झलमलाउँदो बन्चरो हातमा लिएर मुख बाई प्रथम आदि गणका अगाडि रहे। फेरि देदीप्यमान त्रिशूल हातमा लिएर शिवजीकै जस्तो पराक्रम गर्दै गणेश्वर आए। गणका अधिपति शङ्कु नायक पनि मुसल हातमा लिएर उनका पार्श्वमा गई खडा भए। नन्दी, भृङ्गी, वीरभद्र आदि सबै गण वस्त्र, त्रिशूल, गदा, परिध लिएर युद्धका निमित्त अघि सरे। दैत्यगण पनि महादेवको रथ आएको देखि युद्ध गर्न पनि थरी थरीका हतियार हातमा लिई निस्केर गणहरूसँग साह्रै क्रुद्ध भई रिसले युद्ध गर्न लागे। तब महादेवले अब अति भएपछि त्रिपुर दडिसक्यो भन्ने सम्झी हाँस्दै लड्न तयार भएर ठुलो सिंहनाद गरी युद्ध गर्न लाग्नुभयो। नन्दी पनि महाबली दैत्यसँग युद्ध गर्न लागे। भृङ्गीले पनि 10 बाण छोडी विभुत प्रभलाई भेदन गरे। फेरि लाल लाल आँखा गरी शिलाले ठोक्दा पनि त्यसलाई केही भएन। भृङ्गी र रीतिले त्यसको पिठ्युमा प्रहार गरे। तब त्यसले पनि फुङ्कार गर्दा भृङ्गी र रीति त्यहाँबाट भागे। जब त्यस दैत्यराजले तिनीहरूलाई जितेथ्यो तब गणनायक गणेशका मर्ममा घाउ गरायो। तब गणेशजी खुब रिसाएर आफ्नो सुँड पसारी त्यसको गर्दनमा बेरी फरक्क निमोठी मट्टा हात्तीले कमलको फुल सुडले बेरी तलाउमा उखेली फ्याँकेझैँ गरी विद्युत प्रभुको शिर उखेली फ्याँकिदिनु भयो। शरीरबाट छुट्टिएको त्यो सर तलाउबाट छुट्टिएर हात्तीका दाँतमा अड्किएको कमलको फुल झैँ देखियो। त्यो देखि भृङ्गीले नाना तरले गणेशजीको गान गरे। तब नेमी र बल दुई दैत्य रिसले चुर भएर आई गणेशलाई मर्ममा बाण छोडी घाउ गराउन लागे। शङ्कुकर्णले तिनलाई बिचैमा रोकी तिनका ध्वजा, रथ, सारथी, घोडा सब काटी तिनलाई रथहीन गराए। तब ती दुईवटा दैत्य पनि छट्ट अर्को रथमा चढेर आई ती चण्डेश्वर गणनायकका मर्ममा हजारौँ बाण हानी घाउ गराउन लागे। तब ती गणेश्वरले पनि रिसले लाल लाल आँखा पारी भयङ्कर मुसलको प्रहार गरी दुवै दैत्यलाई यमराज कहाँ पुर्याइदिनु भयो। अग्निपछि त्रिपुरवासी जो ठुला ठुला दैत्यहरू थिए ती सब रिसाउँदै बराबर लस्करका लस्कर निस्केर नाना तरका बाण, वज्र, त्रिशूल र बन्चरो लिएर महादेवका गणमाथि छम्ती घनघोर युद्ध गर्न लागे। शिवगण पनि शिवको आज्ञा पाएर जस्तै उन्मत्त सिंहले मृगहरूलाई फर्काउँछ यस्तै गरी दैत्यका सैन्यलाई फर्काई बारम्बार छिन्न भिन्न पारी मार्न लागे। दैत्यहरूका कसैका शिर छैनन्, कसैका गिँड छैनन्, यस्तै रीतिले नाश हुन लागे। रगतको नदी बगे झैँ भयो। हावाले छिन्न भिन्न भएको मेघ झैँ र वज्रको टोडले चकनाचुर भएका पर्वतका टाकुरा झैँ
गिर्दै सबै दैत्यहरू पश्चिम समुद्रमा गिर्न लागे। जब नेमी र भल नामक दैत्यलाई शङ्कुकर्णले मारे भने दैत्यहरूले सुने, तब रिसले चुर भएर तारक नामको दैत्यले पुरदेखि निस्की गणनायकहरू माथि छम्ट्यो र तरह तरहसित बाण वर्षा गर्यो। तब गणनायक शङ्कुकर्णले पनि त्यस महाबली दैत्यका शिरमा प्रहार गरे सिंहनाद गरे। जब त्यो दैत्य केही गिर्ला भने जस्तो भयो, तब झन् त्यस दैत्यलाई भालाले प्रहार गरे। अनि त्यो तारक दैत्यले पनि रिसले जुर्मुराउँदै उठेर चक्र प्रहार गरे। गणेश्वर शङ्कुकर्णले पनि मुड्कीले नै खुब पीडा पर्ने गरी त्यसलाई हाने। शङ्कुकर्णको मुड्की खाएपछि त्यो मूर्छा परि भीमा गिर्यो र हतियार छाडी त्यस दैत्य चोट खप्न नसकी मृत्युमा परिणत भयो। यसरी त्यसलाई गिरेको देखि दानवहरूले उठाई मयका दरबारमा लिएर आई सारा हाल बताई विलाप गर्न लागे। तब ती रुन लागेका दैत्यहरूलाई सम्झाइ बुझाइ मयले भन्यो, मेरो घरमा अमृतको कुण्ड छ, त्यसैमा दैत्यहरूलाई चोबी बचाओ। ती दैत्यहरूले हवस भनी प्रसन्न भएर अमृतमा चोबी तारकासुरलाई जियाई मरेका अरू दैत्यलाई पनि बचाइदिए भनी खुसी भएर मयलाई शिर नुहाई प्रणाम गरे। तब त्यो तारकाक्ष फेरि तुरन्तै सङ्ग्राम भूमिमा आएको देखि ब्रह्माजीले भन्न लाग्नुभयो, हे महादेव, त्यो दैत्य अघि मरेको थियो, अहिले फेरि बाँचेर आएछ। मयका घरमा अमृत छ, त्यसैले दैत्यहरूलाई बचाउँछ। हे शम्भो, यसको घरमा अमृत छाउन्जेल मरेका दैत्यहरू बराबर जिउने छन्। यस उसले बाण प्रहार गरेर त्यो अमृत सोसी लिनुहोस्। यस्तो सुनि श्री महादेवले बाण प्रहार गरी अमृत सोसी लिनुभयो र त्योदेखि ब्रह्माजी बिन्ती गर्नुहुन्छ, हे देवेश, अब त्यो बाण चाँडै छोड्नु भए शत्रु नाश हुलान्। यी त्रिपुर आधा निमेश्वर जोडिएला फेरि अलग हुनेछन्, यसै बेला बाण प्रहार गर्नुहोस्। यी पुर जोडी अलग भएपछि फेरि बाण प्रहार गरे पनि केही हुने छैन। हे भगवान्, यदि मेरो बिन्ती लाग्छ भने बाण प्रहार गर्नुहोस् र त्यो त्रिपुरको नाश गर्नुहोस्। यस्तो ब्रह्माजीले भनेको सुनि श्री महादेवले लौ हुन्छ भनी त्यो उग्र बाण धनुमा चढाई धनु तलमाथि झुकाउनु भयो। दिव्य 10,000 वर्ष पुगेपछि आधा निमेष मात्र त्यो त्रिपुर के जोडिएको मात्र थियो। महादेवले आफ्ना योग बलले त्यस बखत सारा जगत निश्चल गराउनु भयो र उहाँपछि त्यो नारायण रूपी बाण प्रहार गरिहाल्नु भयो। त्यो बाण महादेवले प्रहार गर्नासाथ त्रिपुरका घरहरू चारैतिर डढ्न लागे। आमैनी बाबैनी, अब लौ मारियो, मरैनी, यस्तो चिच्याएको मात्र आवाज सुनिन लाग्यो। तब महादेवले नन्दीलाई डाकी अराउनु भयो, हे नन्दी, तिमी चाँडो गई अग्निलाई भन, त्यो मय मेरो भक्त हो, त्यसलाई नडराउनु। महादेवको यस्तो आज्ञा सुनि आफ्ना तपोबलले वायु तुल्य भई बाणभन्दा पनि चाँडो गई नन्दीजी मयको घर पुगे। वहाँ गई देखे मय दैत्य शिवलिङ्ग अगाडि राखी शिवको ध्यान गरी बसिरहेको रहेछ। तब नन्दीले बोलाएर तिमीलाई अग्निले जलाउने छैनन् भने र मयले गणलाई नमस्कार गर्यो। उसै बेला अग्नि पनि त्यहाँ आइपुगे र अग्निलाई महादेवको आज्ञा सुनाइदिए। तब अग्निले मयलाई भने कि अब यहाँबाट तिमी चाँडै निस्क। मय पनि हवस भनी सुवर्ण शिवलिङ्ग लिई उति नै खेर पाताल प्रस्थान गर्यो। नन्दीले पनि फर्की सबै विस्तार महादेवसँग बिन्ती गरे र त्यसपछि त्रिपुर भस्म हुन लाग्यो। त्यसका वेदी र घर सबै भस्म भए। बाँकी रहेका दैत्यहरूको खाली रोए कराएको शब्द सुनिन लाग्यो। वस्त्र खुस्केका स्त्रीहरूले पनि निस्कँदै रोएको शब्द सुनिन लाग्यो। झ्याल विमान अटालीहरूमा झुलेका यौवनवती मदले लाल आँखा भएका आफ्ना पतिहरूका पियारी स्त्रीहरू अग्निबाणले भयभीत भई जथाभावी दगुर्न लागेका देखिन थाले। जस्तै पर्वतमा रहेका किन्नरहरू व्याकुल हुन्छन्, त्यस्तै कोही आफ्ना पतिलाई आकुल भई अङ्कमाल गर्न लागे, कोही भाग्न लागे। बाँकी रहेका दैत्यहरू पनि आफ्ना स्त्रीहरूलाई बोकी त्रिपुरदेखि पलायनमान भए। शिवभक्ति नभएर त्यसरी दुःख पाएका, गहना वस्त्र केही पनि नभएका, देख्नमा पर्वत जत्रा दैत्यहरू सागरमा खस्न लागेका देखिन लागे। जो स्त्रीगण आकुल भई समुद्र खसे थिए, जो दानव गिरे थिए, तिनलाई थरी थरीका जल जन्तुले लुच्न लागे। आफ्ना पतिलाई जलमा डुब्न लागेको देखि आकुल भई विलाप गर्दै अग्निमा प्रवेश गरी दडी मरेको पनि देखिन लागे। रतिका अन्त्यमा थकित भएका, फेरि कामले गरी प्रियाका साथमा जाउँ भन्ने इच्छा गर्ने दैत्यहरू भार्याले सहित भई दडी धेरै भस्म भए। कोही समुद्रमा डुबी जल जन्तुका आहार भए, कोही त्यसै पिल्सी प्राणहीन भएर मरे। यसरी विष्णु, अग्नि र सोममय बाणले त्रिपुरको भस्म गराइदियो र त्यो सबै त्रिपुर सागरमा डुबाई। फेरि त्यो बाण शिवजीका हातमा आइपुग्यो।
यसरी त्रिपुर डढेपछि ब्रह्मादि सबै देवता आफ्ना आफ्ना अधिकारमा रहेर शिवजीलाई प्रणाम गरी स्तुति गर्न लागे। हे भगवान, यो जो रौद्र कर्म डरलाग्दो काम आज हजुरले गर्नुभयो त्यो अरू कसैले गर्न सक्दैन। आज हजुरले दैत्य मारी त्रिपुर भस्म गर्नुभयो। हे महादेव, हाम्रो आपत्ति हर्नुभयो। सबैतिर सधैँ स्थिर भएर रहने यस्ता हजुरलाई नमस्कार छ। यो सुनेर महादेवबाट आज्ञा भयो, हे देवता हो, तिमीहरूलाई सधैँ मैले पुत्रवत पालन गर्नुपर्छ। आज शत्रु मर्नाले तिनीहरूको अभिलाषा पुरा भयो। अब तिनीहरू खुसी भएपछि शिवजीलाई प्रणाम गरी सब देवता आफ्ना आफ्ना आश्रममा गए। देवता गएपछि गणहरूबाट पुजिँदै नन्दी, भृङ्गे, भूत, प्रेत र प्रथम गणले पनि सहित महादेव पनि कैलाश सम्पाल्ने भयो। जो शिवभक्त मनुष्य प्रसन्न भई यसको पाठ गर्ला त्यो पापदेखि रहित भई अन्त्यमा देवता भई स्वर्गलोकमा रहला। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री सुस्तानी परमेश्वर व्रत कथा त्रिपुर दहन वर्णन नाम पञ्चमोऽध्याय।